सो साथीहरु आज हामी क्लास 12 को पिरियड अकाउन्टिङ इन्भेन्ट्री भन्ने एउटा च्याप्टर रहेको छ जसमा चाहिँ त्यसको चाहिँ 2080 सेट आर क्वेशन नम्बर 17 को चाहिँ मैले एउटा चाहिँ क्वेशन ल्याएर आएको छु जसमा हेर्न सक्नुहुन्छ क्वेशन्स आर द स्टोर ट्रान्जेक्सन फर द मन्थ अफ मार्च भनेको छ मार्चको चाहिँ हामीलाई ट्रान्जेक्सन अथवा कुनै एउटा डिटेल्स दिएको छ हैन सो मार्च 1 मा ओपनिङ स्टक दिएको छ मार्च 5 मा चाहिँ पर्चेज मार्च 10 मा पर्चेज त्यसपछि चाहिँ मार्च 20 मा चाहिँ के भनेको छ त हामीलाई सोल्ड भनेको छ हैन सो अब हामीले हेरौँ भ्यालु अफ क्लोजिङ स्टक एन्ड कस्ट अफ गुड्स सोल्ड युजिङ वेटेज एभरेज मेथड अन्डर के भनेको अन्डर पिरियडिक इन्भेन्ट्री मेथड हामीसँग बेसिकली के हुन्छ भन्दाखेरि दुईटा मेथड हुन्छ एउटा पिरियडिक इन्भेन्ट्री मेथड अनि एउटा चाहिँ पर्पेचुअल इन्भेन्ट्री मेथड भन्ने दुईटा मेथड हुन्छ हैन सो हामीले चाहिँ आज चाहिँ पिरियडिक इन्भेन्ट्री मार्फत चाहिँ क्वेशनहरु सोल्युसन गर्न गइरहेको छ सो पिरियडिक इन्भेन्ट्री मार्फत चाहिँ एकदमै सजिलो तरिकाले गर्न सकिन्छ हैन सो त्यसै गरेर चाहिँ अब हेरौँ अब के छ त पहिला चाहिँ हामीले के निकाल्नुपर्छ भन्दाखेरि अभाइलेबल युनिट सो अभाइलेबल युनिट निकाल्नु पर्यो अभाइलेबल युनिट निकाल्नलाई के गर्नु पर्यो हामीले पहिला चाहिँ टोटल गरेर यसलाई जोड्नु पर्यो जति पनि हाम्रो चाहिँ सोल्ड बाहेकका जति पनि अरु छन् नि अमाउन्टहरु हो तिनलाई के गर्नु पर्यो जोड्नु पर्यो सोल्ड बाहेकका है त बेचे बाहेकका चाहिँ जति पनि छ तिनलाई जोडौँ 800 प्लस 900 प्लस कति हो त 1000 सो यति भइसकेपछि अब यसलाई टोटल जोड्दाखेरि कति हुन्छ त हैन अब यहाँ नि 100 आले चाहिँ 2000 भयो 2000 भने 1700 भयो हाम्रो 1700 अर्थात हामीले यो वाइन को 100 यहाँ दिया चाहिँ 1000 भयो 1 अरे सरी 2700 हो यो यहाँ 100 दिया चाहिँ 1000 2000 अब यहाँ 700 2700 भयो त्यसपछि निकाल्नु पर्यो हामीले के निकाल्नु सोल्ड युनिट निकाल्नु पर्यो अब सोल्ड युनिट भयो कति छ त एउटा मात्र छ कति छ 1300 एउटा मात्र छ 1300 सो यो पनि भइसक्यो 1300 के भन्नु पर्यो युनिट ठीक छ त्यसपछि अब हामीले यहाँ के निकाल्नु भने त हामीलाई भ्यालु अफ क्लोजिङ स्टक र कस्ट अफ गुड्स सोल्ड भनेपछि क्लोजिङ स्टक निकाल्नु पर्ने छ एउटा हैन हो क्लोजिङ स्टक निकाल्नको लागि त अब क्लोजिङ युनिट पनि चाहियो नि त हैन हो त्यसैले क्लोजिङ युनिट पनि चाहियो हामीलाई क्लोजिङ युनिट सो मैले भन्न खोजेको के भन्दाखेरि एउटा हामीलाई के पत्ता लगाउने छ एउटा चाहिँ क्लोजिङ स्टक अनि एउटा चाहिँ अरु के छ कस्ट अफ गुड्स सोल्ड हैन कस्ट अफ गुड्स सोल्ड ठीक छ हो अब यो त हामी निकाल्न सक्छौं तर यो निकाल्नलाई त क्लोजिङ युनिट चाहियो नि त लास्टमा निकाल्नलाई त हैन हो त्यसैले क्लोजिङ युनिट निकाल्नलाई के गर्नु पर्यो अब चाहिँ हाम्रो अभाइलेबल युनिट माइनस सोल्ड युनिट गर्नु पर्यो ठीक छ अब अभाइलेबल युनिट गर्यो 2700 माइनस 1300 अर्थात 3 घट्यो 7 बाट 3 गरे 400 रह्यो अब 2 बाट 1 गरे 1400 अर्थात हामीसँग टोटल क्लोजिङ युनिट कति रह्यो त 1400 रह्यो ठीक छ यदि सकिसकेपछि हाम्रो कहाँ गयो त सो यदि सकिसकेपछि अब हामीले के गर्नु पर्यो त क्वेशन तर्फ लाग्यौं के हो त हाम्रो अन्डर पिरियडिक इन्भेन्ट्री मेथड अन्डर पिरियडिक इन्भेन्ट्री मेथड भन्ने हैन सो यति भनिसकेपछि अब हामीले के बुझ्नु पर्यो त यसमा भन्दाखेरि अब त फर्स्ट अफ अल त हामीले यो निकालिसक्यौं हैन अब के निकाल्नु पर्यो हामीले वेटेज एभरेज मेथड कुन एभरेज मेथडमा भनेको छ वेटेज एभरेज मेथड हैन अब वेटेज एभरेज मेथडमा के गर्नुपर्ने हुन्छ त हामीले यो चाहिँ लिफो फिफो भनेको छैन है त वेटेज एभरेज मेथड लिफो फिफो यसमा केही पनि छैन सो केही पनि छैन त्यसैले चाहिँ अब के गर्नु पर्यो हामीले वेटेज एभरेज मेथड सो वेटेज एभरेज मेथडमा के हुन्छ भन्दाखेरि अब हेर्न सक्नुहुन्छ यो जति पनि टोटल रेट छ नि यसले मल्टिप्लाई गर्ने जस्तै 800 इन्टु 40 प्लस गर्ने 900 इन्टु 42 900 इन्टु कति छ रेट 42 जति अगाडिको अमाउन्ट दिएको छ केजी जति दिएको हैन त्यो केजीलाई चाहिँ परको रेटले इन्टु गर्ने फेरि प्लस 1000 इन्टु 41 गर्ने डिवाइडेड बाइ अब के गर्ने त भन्दाखेरि
अब जति तीनटा रेट छ नि अब त्यसलाई चाहिँ तल प्लस गरेर राख्ने। जस्तै यो 800 छ यहाँ 800 यसलाई चाहिँ यहाँ तल प्लस गरेर राख्ने। जस्तै अब 800 हैन प्लस 900 प्लस 1000 गर्ने। ठिक छ। यति गरिसकेपछि अब हामीलाई मल्टिप्लाई गर्नतिर लागौँ एकचोटि। सो मल्टिप्लाई गरेर 8 चौको 32 32,000 भयो प्लस अब 9 त्यो त गर्न सकिँदैन हैन भनेपछि नि 900 इन्टु कति छ 42 भनेपछि 37,800 प्लस अब 1000 इन्टु 41 भनेको 41 को 41 नै भयो 1 2 3 अर्थात् 41,000 को तै पनि मल्टिप्लाई गरिहालौँ हामी 41 भनेको त्यति नै हुन्छ। ल ठिक छ। अब डिभाइडेड बाइ कति गर्ने 800 प्लस 900 प्लस 1000 सरी 1000 कति भयो त हाम्रो अघि 2700 आएको थियो यहाँनिर हैन यही 2700 नै हो कि भनेको अब कति आउँछ यो हेरौँ है त। यति गरिसकेपछि अब यो माथिबाट जोडौँ पहिला 41 प्लस 37,800 प्लस 30,000 टोटल आयो हाम्रो 11,800 डिभाइडेड बाइ 2700 गर्ने कति आउँछ है त रेटहरु डिभाइडेड बाइ सो हाम्रो आयो 41.03%। ठिक छ। अब यो पर्सेन्ट योलाई चाहिँ हामीले नोट गरेर राख्नुपर्ने हुन्छ। सो यसलाई नोट गर्नको लागि मैले यहाँनिर लेखेँ यो चाहिँ इम्पोर्टेन्ट छ है त यो रेट जुन अहिलेको हाम्रो यो रेट आयो यसलाई नोट गर्नुपर्ने हुन्छ 41.03%। 41.03% छ नि हो यसलाई नोट गरेर राखौँ। यो चाहिँ बुकमा कपीमा सार्न सक्नुहुन्छ तपाईहरुले आफ्नो हैन। सो अब मैले चाहिँ यहाँ मेट्छु। अब हामीले क्वेशन गर्नुपर्ने हुन्छ। सो यो चाहिँ नोट गरेर राख्ने यो वेटेज एभरेज मेथडको हो नि त है। सो अब यति भइसकेपछि अब हामीले के निकाल्नु पर्यो पहिला क्लोजिङ स्टक लास्टमा आउँछ के क्लोजिङ स्टक लास्टमा आउँछ पहिला कस्ट अफ गुड्स सोल्ड निकाल्नु पर्छ। कस्ट अफ गुड्स सोल्ड निकालिसकेपछि मात्रै क्लोजिङ स्टक जुन बाँचेको हुन्छ नि लास्टमा हैन हो त्यसलाई लास्टमा राख्छ के बाँचेको जुन स्टक हुन्छ त्यसलाई क्लोजिङ गर्दाखेरिको स्टक हो है त। अब चाहिँ हामीले के भन्नु पर्यो सरी यहाँनिर अन्डर वेटेज एभरेज मेथड भन्नु पर्यो। अन्डर वेटेज एभरेज मेथड भन्ने त्यसपछि अब के गर्नु पर्यो पहिला हामीले चाहिँ पहिला कस्ट अफ गुड्स सोल्ड ननिकालेर क्लोजिङ स्टक भ्यालु अफ क्लोजिङ स्टक आउँदैन के पहिला कस्ट अफ गुड्स सोल्ड निकालौँ। कस्ट अफ गुड्स सोल्ड इज इक्वल टु के हुने भयो त हाम्रो पहिला सोल्ड युनिट है त। कस्ट अफ गुड्स सोल्ड निकाल्नलाई के को युज गर्ने म यो पनि लेखिदिन्छु। कस्ट अफ गुड्स सोल्ड निकाल्नको लागि सोल्ड युनिट इन्टु के गर्ने त हाम्रो वेटेज एभरेजको रेट कति हो अघिको हो युनिटसँग मल्टिप्लाई गर्ने के भन्ने त वेटेज एभरेज भन्ने। सोल्ड युनिट कति छ हाम्रो 1300 छ हैन 1300 इन्टु अब रेट कति छ 41 छ वेटेज एभरेजको हो नि त वेटेज एभरेजको निकाल्यो हैन। यदि सिम्पल एभरेज मेथड भएकोले हामी सिम्पल तरिकाले गर्ने थियो। यो चाहिँ वेटेजको हो त्यसैले चाहिँ अलि डिफिकल्ट हुन्छ। 3% भनेपछि कति हुन्छ त हेरौँ है त। सो इन्टु गर्नु पर्यो अब हामीले चाहिँ 1300 to 41.03%। सो यसको आउँछ हाम्रो 53339 सरी गाइस अलिकति डिस्टर्ब भयो। सो यसको चाहिँ 5339 आउँछ हैन कति छ ओलिज गोल्डमा 533 सरी है त गाइस एकछिन पछाडिको पनि हाल्नुपर्छ मैले पछाडिको हालेन 5338 आएको हुनसक्छ ओलिज गोल्डमा हेर्न सक्नुहुन्छ मेरो ओलिज गोल्डमा दिन्छ तर मैले चाहिँ पछाडिको जुन अघिको हामीले पोइन्ट हाल्दाखेरि यहाँभन्दा पछाडिको 77 कति कति लामो हालेँ नि त हामीले चाहिँ 41.03% मात्र हाल्नेछु कि मैले त्योभन्दा पछाडिको हाले हैन 8 आएको अथवा 39 भनेको जति पनि उमा 8 आएको हामीले यो 03 नहाल्दा पनि हुन्छ 41 हाल्दा पनि हुन्छ यति नै ठ्याक्कै आन्सर चाहिँ एक्ज्याक्ट आन्सर चाहिँ यो हो है त। सो यसमा 8 हुन सक्छ हामीले चाहिँ 1% कमाउनु बढी आएको ल ठिक छ। यति निकालिसक्यौँ यो सक्यो ठिक छ। यो सकिसकेपछि अब हामीले के निकाल्नु पर्ने हुन्छ अब पहिला चाहिँ कस्ट अफ गुड्स सोल्ड निकाल्ने है त। सेकेन्डमा भनेको भए पनि पहिला कस्ट अफ गुड्स सोल्ड निकाल्ने कस्ट अफ गुड्स सोल्ड निकालिसकेपछि नि अब क्लोजिङ स्टक निकाल्ने किनकि लिफो अहिले त ठिक हुन्छ हैन अहिले त जैमा निकाल्दा पनि तलमाथि जा निकाल्दा पनि ठिक हुन्छ हैन तर लिफो र फिफो मेथड गर्दाखेरि चाहिँ पहिला चाहिँ कस्ट अफ गुड्स सोल्ड गरेन भने पहिला चाहिँ क्लोजिङ स्टक आउँदैन के क्लोजिङ स्टकको आन्सर चाहिँ रङ आउँछ के पहिला चाहिँ कस्ट अफ गुड्स सोल्ड निकाल्नु पर्ने कम्पलसरी हो त्यसैले चाहिँ हामीले बुझ्नु पर्ने हुन्छ। सो अब कस्ट अफ गुड्स सोल्ड निकालौँ क्लोजिङ स्टक निकाल्नको लागि के गर्नु पर्यो पहिला कस्ट अफ गुड्स सोल्ड निकालेको हुनु पर्यो लिफो फिफोमा है त। लिफो फिफोमा एमा त जो निकाल्दा पनि आन्सर उही हो
तर लिफो फिफोमा चाहिँ जब कस्ट अफ गुड्स निकाल्छौँ त्यसपछि जो बाँचेको अमाउन्ट हुन्छ त्यसलाई मल्टिप्लाई गरेर रेटले चाहिँ हाम्रो चाहिँ क्लोजिङ स्टक आउँछ कि उसमा चाहिँ। अब यसमा हेरौँ हामी क्लोजिङ स्टक सो क्लोजिङ स्टक इज इक्वल टु के हुने भयो अब हाम्रो क्लोजिङ युनिट। हामीले चाहिँ कस्ट अफ गुड्स सोल्ड निकाल्दाखेरि चाहिँ सोल्ड युनिट इन्टु वेटेज एभरेज मेथड गर्ने होइन। अब चाहिँ क्लोजिङ स्टक निकाल्नलाई के गर्ने क्लोजिङ युनिट इन्टु के गर्ने त यही गर्ने वेटेज एभरेज मेथड नै गर्ने वेटेज एभरेज मेथड। सो यो वेटेज एभरेज मेथड गर्ने। अब क्लोजिङ युनिट कति छ हाम्रो 1400 छ। 1400 इन्टु कति गर्ने वेटेज एभरेज मेथड कति हो 41.03 भनेपछि नि कति हो 1400 इन्टु 41.03 भनेपछि कति आयो त हाम्रो 57442। यो गयो त गाइस ओलिज गोलमा हेरौँ कति छ 57452 ठिक छ। हाम्रो चाहिँ यति आयो ठिक छ। ओलिज गोलमा तपाईँको कस्तो आन्सर दिएको हुनसक्छ भन्दाखेरि योभन्दा पछाडिको आन्सर मल्टिप्लाई गरेको छ क्या। जस्तै 41.03 कति आउँछ नि पछाडि 7 8 कति आयो मैले त्योभन्दा पछाडिको इग्नोर हालेको छु है त। मैले यति मात्र हेरेको छु त्यसैले यहाँनिर 52 पनि हुनसक्छ 42 का ठाउँमा जे पनि हुनसक्छ मतलब ल हेरौँ है त त्यसरी पनि गरौँ ल कति आउने हेरौँ है त। सो कसरी हामीले के गरेका थियौँ अब त्यो त प्रोसेस त धेरै लामो छ फेरि त्यो छोडिदिउँ। यही हो क्या आन्सर अलिकति पछाडिको 1-2 हुनसक्छ यही हो आन्सर एक्ज्याक्ट आन्सर यही हो। यहाँनिर 2 का ठाउँमा 5 3 जे पनि हुनसक्छ किन भन्दाखेरि पोइन्टभन्दा पछाडिको हालेको छ त्यसलाई इग्नोर हानिदिनुहोस्। सो मैले 2080 को क्वेसन हो यो। अब म 2080 को अर्को सेटको क्वेसन ल्याएर सोल्युसन गर्छु। यो भिडियो चाहिँ म अपलोड गरिदिन्छु ल।